हजुरको इमेल फरक परेको छ र पासवर्ड पनि थाहा छैन र योभन्दा अगाडि लगइन पनि गर्नुभएको छैन भने पनि परीक्षा फर्मको लागि त्यो इमेल के इन्ट्री भएको छ सिस्टममा त्यो क्याम्पसबाट लिनु। तपाईँ हजुरले प्रयोग गर्ने कुनै एउटा ब्राउजरमा जानु हैन। त्यो ब्राउजरमा गइसकेपछि हजुरले यहाँनिर student.exam.edu.np इन्ट्री गर्नु। अब यसपछि हजुरको युजर नेम हुन्छ। युजर नेममा हजुरले इमेल हाल्नु पर्यो है। इमेल के छ हजुरको त्यो इमेल हाल्नु। र यदि हजुरलाई पासवर्ड थाहा छैन भने 1 2 3 4 5 हाल्दिनु है। साइन इन गर्नु भनेको छु त्यसमा हाल्नु होला। अब यसमा फेरि 2 3 4 5 हाल्नु। न्यू पासवर्ड भन्छ। न्यू पासवर्ड चाहिँ अलि तलको टर्म्स एन्ड कन्डिसनहरू चारवटा दिएको छ त्यो कुराहरू हेरेर त्यो अनुसार भन्नु है त। स्मल क्यापिटल कुराहरू मैले अघिल्लो भिडियोमा पनि भनेको छु। कन्फ्युजन भने अघिल्लो भिडियो हेर्नु है त। यो गरेर सबमिट गरिदिनु। अब भर्खर हजुरले जे पासवर्ड हाल्नुभयो त्यो पासवर्ड यहाँ फेरि हाल्दिनु। फेरि इन्ट्री गर्नु र यसलाई फेरि साइन इन गर्नु।